युट्युब च्यानलमा चाहिँ स्वागत छ हैन। अब चाहिँ एकदमै धेरै खुसी भनौँ कि दुखी भनौँ कि हैन, अब यस्तै छ जीवन चाहिँ। तर चाहिँ तपाईहरुको जीवनमा के कस्तो भइराखेको छ हैन, मलाई त थाहा छैन। तपाईहरुले पनि भन्नुभएको छैन, मैले पनि भनेको छुइनँ। यो चाहिँ मेरो घरको अगाडि, मेरो चाहिँ आसपास केही पनि छैन, सुनसान छ। त्यही भएर चाहिँ मैले चाहिँ यसरी लिइराछौँ। अन्त अब दुःखका साथ भन्नुपर्छ हैन, अलिकति युट्युबले चाहिँ मलाई दुःख दिएकै हो हैन। भनौँ हामी नयाँहरूलाई चाहिँ दुःख दिएकै हो। हाम्रो चाहिँ एउटा भिडियो पनि अब युट्युबले चलाइदिँदैन, त्यही भएर चाहिँ हामीलाई चाहिँ एकदमै गाह्रो छ हैन। अनि नयाँ हुने साथीहरूलाई पनि उत्तिकै गाह्रो होला, मलाई मात्रै होइन सबैलाई नै उस्तै होला। अब भन्नु के भन्नु हैन, सबैको गुनासो त्यही हो। तर चाहिँ अब हामी जसरी तसरी भए पनि मेहनत त गर्दैछौँ, मेहनत नगरेको त होइन। दुःख चाहिँ अब यो युट्युबले चाहिँ डुबाउँदैछ हामीलाई हैन। अब मरिमध्ये र केही होला कि भनेर सबै कुरा छोडछाड गरेर युट्युबमा लाग्यौँ हैन। तर यस्तै छ जीवन। अनि यो सेतो फुल चाहिँ यतिखेर बर्खामा मात्रै यो के भन्छ फुल्छ के, यो चाहिँ एकदमै राम्रो हो। अनि यहाँ पनि छ मेरो, यहाँ के निक्ल्यो फेरि। अनि यो पनि हो, यो पनि यस्तो खालको फुल्छ भने ए कस्तो राम्रो छ। अन्त मेरो यो गार्डनमा चाहिँ के झार आइरहेको छ हैन। मैले अब देखाउनु पर्दाखेरि त्यसले भन्छ यो दबाई हो भन्छ, कसैले के भन्छ, मैले यो चिन्नै सकेको छैन। अलिक ठुलो होस् भनेर राखिरहेको छु हैन। अब के झार हो के झार हो, यो भर्खरै यस्तो भएर आएको छ। म त केही सोच्नै सकेको छैन यो के हो भनेर। अनि खुर्सानी पनि यत्रुमै फुलिरहेको छ। अब के भन्नु र यसलाई, अब के यो फल्छ त? ल यस्तै छ अब हाम्रो स्थिति। कति हिँड्यो कि थकाइ लागिहाल्छ। कतिलाई मलाई जस्तै भइरहेछ होला यो युट्युबमा काम गर्दा गर्दा है। धेरै लामो समय पो भइसक्यो त हौ। तर यसको रिजल्ट भने कहिले आउँछ आउँछ। हामीले यसलाई कसरी टुङ्गो लगाउने होला, यसरी राम्रो होस् भन्दै पनि सबैलाई कष्टै मात्रै भइरहेको छ। पुरानोलाई त केही छैन, जसोतसो उनीहरू त यताउता दौडेर भए पनि गरिहाल्छ। हामीलाई चाहिँ निकै गाह्रो छ। जे होस् चलिरहेकै छ जीवन चाहिँ, जसरी तसरी भए पनि गर्ने कोसिसै गरेका छौँ भन्नु पर्यो। निराश चाहिँ हुनु भएन नि, त्यस्तै भनेको छ सबैले कमेन्टमा। अनि निराश भयो भने त बर्बादै पार्यो। अब के मोमो खानेवाला छ होला। हाम्रो यहाँ भित्रै मोमो ल्याएछ। कति मोमो खानु, कति खाजा खानु, घरमा केही पाक्दैन, खालि बाहिरै हो। ओह तर मलाई घरकै खानेकुरा चाहिँ धेरै मनपर्छ। के गर्नु, यो कुर्ता चाहिँ खोक्लै भएछ, मान्छे भन्दा नि धेरै ठुलो भएछ। त्यही भएर चाहिँ यस्तो भएको छ। ल्याएको हो त, यो त चुइकम त फ्याँक्नु पर्यो नि। ओइट कहाँ बसेर खानु अनि म चाहिँ यहीँ ल्याइदिनु न, म यहीँ खान्छु। यहाँ खाने ल्याउनु, कस्तो ल्याउनु पनि मोमो स्पेसल। फेरि खानु पर्यो नि। छ्या ग्यार ग्यार गरेको के खालको स्कुटी रहेछ हौ, धुवा मात्रै फ्याँक्ने स्कुटी। पानी
मैले 2-3 ठाउँमा मोमो भ्याइसकेँ के गर्नु यो धरानमा चाहिँ धेरै जसो मोमो पाइन्छ क्या बाहिर भन्दा पनि सबैजना खाना पस्किँदैछ ल देखिन नि त है म पनि त्यहीबाट थोरै खाइदिएँ ल अहिले चाहिँ रिस मरेछ पकाएपछि चाहिँ रिसाएर मलाई त के गर्नु ल भोक पनि लागेको थिएन टेम्पो अब घर जाने हो ए साथी हो अब मेरो भिडियो चाहिँ हेर्नुपर्छ है तपाईँहरूले सदन स्कुलमा आइपुग्यो होइन फेरि हामी अब मोमो खान जाँदैछौँ अब कुन चाहिँ ठाउँमा होइन हाम्रो चाहिँ दिनका दिन पार्टी जस्तो चल्छ अब मैले के गर्नु होला आमामा यता कति साह्रो डर लाग्दो रहेछ हौ यसमा खण्डर त रहेछ कुरो चाहिँ अब यहाँ त चारैतिर बाटो आउँछ कुन चाहिँ ठाउँमा पस्ने हो डल्लो छ त यहाँ त ल अब के पाइने हो अब हामी चाहिँ यहाँ खानलाई गएको खाजा खाने ठाउँमा आइपुग्यो हाम्रो चाहिँ अब डेली जतिकै हो अब बाहिरै खानु पर्ने भन्ने तर पाइँदैन अल्छी गर्छ कति सानो हो म त छक्कै परेँ माइ गॉड खाऊ ठिक छ नुन त मजाकै रहेछ अब चाहिँ हामी चाहिँ खाजा खाइसक्यौँ अब हिँड्ने बेला भइसक्यो मेरो यो के भन्छ सस्तो भनेर लेखाएको त के हो यस्तो यो चाहिँ निराजन बस्तीको पाता माथि चाहिँ होइन हामी निराजन बस्ती पनि घुमेको छैन हौ कस्तो क्लिन छ 50 को हुँदैन होइन काटेर दिन 50 को 50 को दिन जति आउँछ 50 के हुन्छ 60 यो धेर हुन्छ 100 को नदिनु है 100 को नदिनु भुइँचा त पनि चाहिन कति धेरै महँगो रहेछ हामी यहाँ यसो के भन्छ पिपलको रुखमा बसेको छ मस्तिर कस्तो ठाउँमा परेको छ उता त्यो चटपटे मोमो छ मोमो चाहिँ आज नखाने त्यहाँको मोमो नखाने मलाई हो ल आऊ खाने हो एउटा भए पनि अमिलो पो रहेछ त्यही भएर भनेको क्या मैले झन् राम्रो छन् ल आमै ल
लु लु को मान्छे लु यता आउनु यता 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 मलाई गर्नु त गर्नु न पहिला गर्नु न गर्नु त यहाँ आऊ यहाँ यता आउनु न यहाँ 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 हो यता पनि मान्छेहरूलाई के भन्नु आधा टाउको उता छ आधा यता छ यस्तालाई यस्तो ज्ञानी भन्छ लु अर्कोले पनि त्यसै गर्न थाल्यो के गरेको के गरेको के गरेको यो अब भो त भत्काउने रहेछ हौ यिनीहरूले त यता खुस्क्यो हेर्नु न रमाइलो लाग्यो कम्बर लाऊ ओ लु नयाँ चप्पल किनेको मान्छेको है पुरानो चप्पल चाहिँ यहाँ पुवाल पार्दैन खालि यहीँ मात्रै पुवाल पार्छ अब हामी आलु निम्की खान हिँडेको घरमा भात खाएर पनि मन भरेन अनि त्यही भएर आलु निम्की खाने घरतिर जाने भन नि तलतिर हिँडेको अब चाहिँ अलिक राम्रोसँग हिँड्ने ल अनि खोइ बस्ने ठाउँ छैन यहाँ उताको होला नि त बस्ने ठाउँ तपाईँको हो यो मुढा खाने अब के भन नि आलु खायौँ ठिकै छ अलिक भनेर ठिक्का ठिकै छ कति हुन्छ धेरै नदिनु है तिमी पान खाने होला नि त होइन ल ल दिनु अब मोबाइल समाउने कि पानीपुरी खाने भयो त खर्च कि यत्रो पनि पाइसक्यो 50 है रोटी बनाएर खाँदैन होला अल्छी खाँदैन हौ त्यो रेडिमेड लग्दैन भइहाल्यो चिनीको दाम छैन क्या यो चिनीको दाम छैन सानो फुच्चेको महँगो होला है खै के थाहा कुनैको छैन हौ यी कस्तो अँध्यारो कालो पो आयो त केही हुँदैन क्लिन भइहाल्छ नि यत्रो चाहिँ कसरी लिएर जानुवाला छ यो भइपुग्यो त्यही पनि यो मुला भइपुग्यो 210 ल जाउँ लाइन अब हामी त्यहीँबाट अहिले त मेवा पाकेको छैन नि यहाँ त पाकिरहेको रहेछ अब त खानुहुन्छ होला मैले मेवा है ल अब हामी पोका पोकी बोकेर किनमा त खाजा त हुँदैन
अन्त यस्तै यस्तै हो खाने त नेक्स्ट टाइम नि काठमाडौँ गयो भने चाहिँ तैँले भने जस्तै खाना चाहिँ खाँदिनँ रोटी खाएर बस्छु राम्रो काठमाडौँमा त खाना त अलिक राम्रो होटलमा खायो भने मात्रै हो त नभए त त्यो कस्तो हुन्छ नि पेट हुस्स हुने क्या हुस्स क्या के नमिलेको हुस्स हुने अनि उयो के भन्छ रोटी नै खाँदा अलिकति अन्त यो मुला मात्रै पकाउने के पकाउने त्यो मुला मात्रै पकाइदिनु मलाई त मुला मात्रै पकाउने त्यो मुलामा चाहिँ अलिकति त्यो मसला पनि नलाउनु तेल सिसिक्क मात्रै अनि नुन पकाएको मुला खाने के त्यतिकै काँचै खायो भने बिहान पनि खाएको थियो मुला त्यहाँ खुट्टा छ त कहाँ गएर आएको गोल्ड मेडल चाहिँ कहाँ राखेछ त पैसा पनि पायो होला होइन अब त्यसमा सकिसकेपछि डान्सतिर नि जा त्यसमा पनि गोल्ड मेडल जित मैले त उमेर गइसक्यो त्यता त पैसा पनि हुन्छ नि राम्रो गरेर नेसनल जित्नु त गाह्रै छ हौ कुटाइ खानुपर्छ कतिको के त हामी त सक्दैन त्यस्तो अर्का कुटाइ खानु पहिला जस्तो भएको भए चाहिँ सक्थेँ पनि होला है पहिला त अलिक लुटे भए पनि बोल्थ्यो अब अहिले त के म त जेन बोलै छैन हिँड्यो होला नि फेरि ए एउटा खाम भनेर कुद्यो क्या अनि अब खाएछ भने त अनि फेरि राम्रो हुनेवाला छैन नि अब त त्यो अति भएपछि त खती नै हुन्छ नि हामी चाहिँ फेरि सोमबार मेलामा आइपुग्यो मजाले ओहो कस्तो राम्रो त्यो आइफोनको हो यो यो आइफोन कतिको लागि यसको लागि हुन्छ 12को लागि 12 प्रो हेर्दै जाउँ ल यस्तो छ यसको मेला चाहिँ के भन्छ सोमबारको मेला चाहिँ यस्तो छ सबैतिर के चाहिँ हेर्नु खै केही देखिँदैन के भन्छ मिली आइटम यता छ अरे केही देख्दिनँ यता त अलिक आउँदैन पो रहेछ त हौ आइदा कि धेरै आइदा के